अचानक उसलाई दाइको आवाज सुनियो, नानी नानी उठ्न। उसको आँखा खुल्यो, सपना जस्तो तर सबै स्पष्ट थियो। रियालाई दाइ नजिक भएको अनुभूति भइरहेको थियो। भोलिपल्ट फेरि रियाले सपनामा देखिन् रोनक ठीक उही कपडामा जसमा उसले अन्तिम पटक देखेकी थिइन्। अनुहार शान्त तर आँखा असाध्यै दुखी। रोनकले भन्यो, नानी मलाई एकचोटि सुमनको घर जानु छ। रिया डराइन् तर बोल्न सकिनन्। रोनक फेरि भन्यो, मैले उसलाई अन्तिम पटक केही भन्न बाँकी छ। त्यति भनेपछि रियाको आँखा खुल्यो र रोनक फेरि हरायो। रिया उठेर बसिन्, उसको पुरै शरीर चिसो। उसले सोची सायद सपना होला, तर ठ्याक्कै सेम सपना हरेक रात दोहोरिन थाल्यो। उही आवाज, उही आग्रह। एक रात रोनकले भन्यो, नानी मलाई त्यो कुरा नभनी म यहाँबाट जान सक्दिन। अब रियाले कसैलाई नभनी सुमनको घर जाने निर्णय गरिन्। सुमन दाइको मृत्युपछि एक्लै अलि बदलिएको देखिन्थ्यो। रिया पुगेपछि उसले डराउँदै भनिन्, पोखरा जाँदा दाइको र तपाईको बीच केही भएको थियो र? दाइ जहिले मेरो सपनामा आएर सुमनलाई भेट भन्नुहुन्छ। केही कुरा अधुरो छ जस्तो चाहन्थे। सुमनको अनुहार एक्कासी सेतो भयो। उसले रियालाई भित्र बोलायो र ढोका बन्द गरेर काँप्दै भन्यो, रोनक केही भन्यो? रिया अचम्ममा परिन्। सुमन रोयो अनि उसले त्यस रातको सारा सत्य कुरा भन्यो। त्यो रात रोनक मरेको दुर्घटना नै थिएन, मेरो गल्ती थियो। मैले रक्सी पिएर गाडी चलाएको थिएँ। रोनकले गाडी नचलाऊ भनेर कात्त भन्यो, तर यही कुरामा उसको र मेरो झगडा भयो। त्यसै क्रममा गाडी भिरतिर गयो। म त बचे, तर रोनक त्यही बित्यो। उसलाई हस्पिटल लान छोडेर म डरले त्यहाँबाट भागे। सुमनले यो कुरा आजसम्म कसैलाई भनेको थिएन। त्यही भएर रोनकको अन्तिम चाहना यही रहेछ, सत्य बाहिर आओस् भनेर। भोलिपल्ट सुमनले आफै प्रहरीमा आत्मसमर्पण गर्यो। त्यसपछि रोनक रियाको सपनामा फेरि कहिले आएन। तर रिया भन्छिन् आजसम्म पनि दशैं नजिकिँदा उसले एक न एकचोटि दाइलाई सपनामा देख्छिन् र ऊ भन्छ, नानी अब म मुक्त र खुसी छु। यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।